नमस्कार, मेरो नाम गणेश विष्ट। म सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको ब्रान्च म्यानेजर। आज म तपाईँलाई जीवन बिमा गरेपछि के सुविधाहरू पाइन्छन् भन्ने केही जानकारी गराउन चाहन्छु। जीवन बिमा गर्दाखेरि मुख्य पाइने सुविधाहरू अथवा फाइदाहरूको बारेमा आज मैले भिडियोबाट जानकारी गराउन चाहन्छु। यो भिडियो हेरेर अन्तिममा तपाईँले आफूले मनमा लागेको प्रतिक्रिया दिन सक्नुहुन्छ। बिमा गर्दाखेरि नम्बर 1 मा बचतको काम गर्ने गरिन्छ। नम्बर 2 मा जोखिम कभर गर्ने काम चाहिँ गर्छ। नम्बर 3 मा यहाँबाट पाइने बोनसहरू के हुन्छ, हरेक वर्षमा इन्सुरेन्स खातामा जम्मा हुने रहन्छ। नम्बर 4 मा चाहिँ भोलि हजुरलाई पैसाको गाह्रो अप्ठ्यारो पर्दाखेरि यहाँबाट पैसा के गर्न मिल्छ, लिन चाहिँ मिल्छ। एज अ लोनको रूपमा रहेर चाहिँ लिन मिल्छ। नम्बर 5 मा अहिले हजुरले पैसा बचत गर्नुभयो, जोगाउनु भयो भने भोलि हजुरको बच्चा पढाउनको लागि हुनसक्छ, बुढेसकालको जीवनयापन चलाउनको लागि हुनसक्छ। त्यो चाहिँ यसले चाहिँ जीवन बिमाले गर्ने काम चाहिँ गर्छ। र अर्को कुरा चाहिँ तपाईँलाई आर्थिक रूपमा सुरक्षा पनि दिने काम गर्छ। यदि कसैले आम्दानी गर्ने मान्छेको कहिलेकाहीँ आम्दानी बन्द भएको खण्डमा अथवा कहिलेकाहीँ नसोचेको केही भएको खण्डमा यो जीवन बिमाले उहाँको आर्थिक अवस्था जुन छ त्यस्तै स्थितिलाई बलियो बनाउनको लागि केही हदसम्म चाहिँ जीवन बिमाले के गर्छ, दिने काम चाहिँ गर्छ। त्यो भएर ओभरअल 4-5 वटा चाहिँ जीवन बिमाले दिने सुविधा अथवा फाइदा चाहिँ रहने भएको कारणले यदि तपाईँ जीवन बिमा गर्न चाहनुहुन्छ अथवा जीवन बिमाको बारेमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ, तपाईँले जानकारी लिन सक्नुहुन्छ भन्दै यो भिडियोबाट तपाईँले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।